आज हामी कम्पोजिट फङ्सनलाई अलग्गै तरिकाले बुझ्छौँ। किताबको डेफिनेसनलाई अलि साइडमा राखेर हो। मानौँ हामीसँग एउटा कुनै फङ्सन एफ अफ एक्स एफएक्स बराबर 2x + 5 छ भने त्यसमा भएको एक्सलाई हामीले इनपुट भ्यालु भनेर बुझ्छौँ र एफ अफ एक्स जुन एफएक्स छ एफएक्सलाई हामीले पुरै आउटपुट भ्यालु भनेर बुझ्छौँ। यो केही पनि होइन, पहिला हामीले सानो कक्षामा पढ्थ्यौँ नि, y बराबर 2x + 5 लाई स्ट्रेट लाइन यसको ग्राफ देखाऊ भनेर क्वेसन सोध्थ्यो नि, ड्र द स्ट्रेट लाइन, अथवा सिम्याथमा पनि क्वेसन हुन्थ्यो, यो ओपिटी म्याथमा स्पेसली छ। हो, यो y भनेको एक्समा डिपेन्डेन्ट भेरिएबल छ, एक्स चाहिँ इन्डिपेन्डेन्ट छ तर y डिपेन्डिङ अपन एक्स छ, त्यही भएर y भनेको फङ्सन अफ एक्स भएको भएर y लाई हामीले के लेख्न मिल्छ, फङ्सन अफ एक्स एफएक्स लेखेको छ हामीले जीएक्स लेख्न मिल्छ, एचएक्स लेख्न मिल्छ, जे भए तापनि फङ्सनको रूपमा एक्सको फङ्सनको रूपमा लेख्न मिल्छ भन्ने कुरा थाहा भयो है। अब यसमा हामीले हेर्ने कुरोले बुझ्नुपर्ने कुरो के रहेको छ भन्दाखेरि if x is equal to 1 then x is equal to 1 भयो भने हाम्रो जुन f of x थियो x को सट्टामा यहाँ 1 देखिने भयो, यो इक्वल्स टु 2 into 1 plus 5 आउँछ। यसको एन्सर के न के आउँछ, 2 1 is 2, 2 plus 5 is 7, यसको एन्सर 7 आउने भयो अभियसली हो। इफ x is equal to, ल मैले अर्को कुनै नम्बर लेखेँ यहाँ, ल मानौँ 1/2 भनेर एउटा रेसनल नम्बर लेखेँ है, देन f 1/2 is equal to 2 into 1/2 plus 5, यो भनेको 2 2 काटिन्छ यसरी, अनि 1 plus 5, यो त 1 आयो नि त, 2 1 is 2, 5 plus 1 कति भयो त 6 भयो। अब यसमा फेरि मैले एउटा कुरा भनिनँ है, यो जुन यतापट्टि मैले यो जुन फङ्सन थियो f of x बराबर 2x + 5, यदि x बराबर 1 हुन्छ भने यसमा मैले 1 लेखेँ, यो x मा पनि त 1 लेखेँ नि त, यता x मा 1 लेख भनेको छ, 1 भ्यालु पुट गर भनेको छ भने यो यतापट्टि भ्यालु त पुट गर्छ हामीले, तर यसले चाहिँ के बुझायो भन्दाखेरि यो फङ्सनको भ्यालु 1 राख्दाखेरि के आइरह त, यो फङ्सन जुन थियो नि 1 राख्दाखेरि के आइरह त, 7 आइरह भन्ने कुरा बुझायो। अब यतापट्टि मैले 1/2 एउटा रेसनल नम्बर फ्र्याक्सनल नम्बर लेखेँ, त्यो राख्दाखेरि के आइरहेको छ, 6 आइरहेको छ हो भन्ने कुरा। त्यसै गरी अब हामी यो यसबाट के थाहा भयो भन्दाखेरि कुनै पनि हामीले नम्बर राख्दाखेरि, मानौँ नेचुरल नम्बर n राख्दाखेरि हाम्रो फङ्सनमा x को सट्टामा n आउँदो रहेछ, त्यही अनुसारको आउटपुट आउँदो रहेछ भन्ने कुरा हामीले बुझ्यौँ हो कि न। n भनेको नेचुरल नम्बर। त्यसै गरी x को सट्टामा अरू के राख्न मिल्छ कि, जस्तै मैले साइन अल्फा राखिदिएँ, के हुन्थ्यो होला साइन अल्फा राखिदियो भने, यहाँ x को सट्टामा साइन अल्फा हो नि त, भनेपछि x को सट्टामा साइन अल्फा के आउटपुट आउँछ भनेर बुझायो। तर हामीले एक्चुअली पुट चाहिँ कहाँ गरे हो त, पुट गरेको चाहिँ हाम्रो मेन जुन फङ्सन थियो यतापट्टि माथिपट्टि हो, यहाँ पुट गऱ्यौँ होइन। यो भनेको के भयो त, 2 into साइन अल्फा प्लस 5 भयो हो कि नि त। यसरी हाम्रो कुरा अगाडि बढ्यो र जे पनि राख्न मिल्दो रहेछ, x को सट्टामा इनपुटमा जे पनि राख्न मिल्दो रहेछ। के हामीले x को सट्टामा कुनै अर्को एउटा फङ्सन राख्न मिल्छ होला त, के x को सट्टामा फङ्सन राख्न मिल्छ होला त, जस्तै if x is equal to हैन g of x फङ्सन, तर x भनेको इनपुट भ्यालुको सट्टामा के आयो, फङ्सन आयो कि, इनपुट भ्यालु नै के भयो, फङ्सन भयो भने त्यो अब के हुन्छ त। अघि जस्तै हामीले यहाँ हेर त, अघिको कुरा रिभाइज गरौँ, 1 हाल्दाखेरि f of 1 को आउटपुट आउँदैछ भनेर f of 1 इक्वल्स टु 7 निकाल्यौँ। x को सट्टामा अथवा x को प्लेसमा 1/2 राख्दाखेरि हामीले f 1/2 इक्वल्स टु 6 निकाल्यौँ। x को सट्टामा कुनै नेचुरल नम्बर राख्दाखेरि अकोर्डिङली रिजल्ट fn वाला आउने नै छ। भने जस्तै x को सट्टामा कुनै ट्रिग्नोमेट्रिक रेसियो, मैले एक्जाम्पलको लागि साइन अल्फा लेखेँ भने f को साइन अल्फामा भएको इनपुटको आउटपुट के आउँदो रहेछ, यो यस्तो खालको आउँदो रहेछ। हामीलाई भ्यालु चाहियो होइन, जस यति कुरा बुझ्नु पर्यो। भने यसै गरी यदि x को सट्टामा gx आउँछ भने त्यसको पनि केही न केही gx वाला आउटपुट त होला नि, यो हो कि नि त। यहाँ साइन अल्फा हुँदा f को भित्रपट्टि साइन अल्फा लेख्यौँ, n हुँदा n लेख्यौँ, 1/2 हुँदा 1/2 लेख्यौँ, 1 हुँदा 1 लेख्यौँ। भने जस्तै गरी gx हुँदाखेरि हामीले के लेख्छौँ त, x को सट्टामा gx लेख्छौँ। यहाँ मात्र होइन, भित्र पनि लेख्छौँ।
2 इन्टु gx प्लस 5 हो हामीले गर्ने भनेको जुन यो चिज हामीले देखिरहेको छौँ नि f यहाँ देखिरहेछ त यहाँ छैन है f gx हो यो भनेकै के हो त यो भनेकै कम्पोजिसन अफ फङ्सन्स भयो क्या यो भनेकै कम्पोजिसन अफ फङ्सन्स भयो है अब यो कसरी कम्पोजिसन अफ फङ्सन भयो भन्दाखेरि जेनरली बुझ्दाखेरि एउटा कुनै फङ्सनले अर्को फङ्सनलाई एज अ इनपुट ट्रिट गर्यो यो भनेको इनपुट हो मैले अघि नै बुझाएको थिएँ नि यो भनेको के हो इनपुट हो भने त्यस्तो केसमा चाहिँ हामीले त्यो दुईटा फङ्सनलाई के भन्छौँ मिक्सचर अफ फङ्सन भन्छौँ अथवा यो दुईटा फङ्सन ले जुन आउटपुट दिन्छ कुनै अर्को नयाँ फङ्सन होला मानौ h अफ x होला हो यो h अफ x के भयो त एउटा कम्पोजिसन अफ फङ्सन हो जसमा f र g भन्ने फङ्सन के भइरहेको छ त कम्पोजिसन भइरहेको छ मिक्सचर भइरहेको छ यिनीहरू दुईटा फङ्सनको जसलाई हामीले के भन्छौँ कम्पोजिट फङ्सन भनेर भन्छौँ हो भनेपछि खासमा कुरा ठुलो कुरा के छैन रहेछ हामीले जस्तै भ्यालु पुट गरेर एन्सर लुट गर्छौँ नि हो खासमा त्यति नै रहेछ यसको है बुझ्नुपर्ने कुरो केही होइन रहेछ हैन अब योसँग रिलेटेड हामी एउटा सिम्पल एक्जाम्पल गर्छौँ अनि यसपछि भिडियो क्लासेसहरुमा हामी एक्स्ट्रा कुरा गर्ने नै छौँ है त अब स्टुडेन्ट्स हामीले नोट गर्नुपर्ने कुरा भनेको चाहिँ के भन्दाखेरि जुन f को इनपुट gx थियो अघि हामीले निकालेको थियो नि हैन एक्जाम्पलबाट हो यो यसलाई हामीले यसरी पनि लेख्न मिल्छ यो भनेको के भयो त f कम्पोजिट g भन्ने कुरा बुझिन्छ अनि दुईटैको इनपुट भ्यालुज के रहेछ त x रहेछ भन्ने कुरा हामीले यसबाट बुझ्छौं है ल अब यो सिम्बलको कुराहरु पनि हामीले बुझिराख्नु पर्छ f कम्पोजिट gx अब यसलाई त हामीले नर्मली f को इनपुट फंक्सन के रहेछ gx भनेर बुझ्यौं अघि अहिले अब हिसाब गर्दाखेरि क्वेशनमा यसरी सोध्छ क्या यो भन्नु र यो भन्नु कुरा के हो त एउटै हो है अब एउटा एक्जाम्पल हामी गरौँ त्यसपछि हामीले अघिको एक्जाम्पललाई कसरी अप्लाई गर्न सक्छौं भन्ने कुरा बुझ्छौं है त ल स्टुडेन्ट्स क्वेशन यस्तो रहेको छ इफ fx इक्वल्स टु 2x + 3 र gx इक्वल्स टु x - 1 देन फाइन्ड I f कम्पोजिट g हैन f र g को कम्पोजिट फंक्सन निकाल्नु पर्यो यसलाई पढ्नु परेन जस्ट f अफ g निकाल्नु पर्यो अर्को g अफ f निकाल्नु पर्यो यसलाई अफ पनि भनेर बुझिन्छ है अब यो चाहिँ हामीले कसरी डिल गर्ने यो कुराहरुलाई भनेर अब हामी बुझ्छौं र यो सिम्बलको कुरा पनि अगाडि आइ नै हाल्छ है सोलुसन मैले सोलुसन सुरु गरे पहिला सुरु हामी गिवन कुरा लेख्छौं fx इक्वल्स टु 2x + 3 gx इक्वल्स टु x - 1 त्यसो हुँदाखेरि अब हामीले i नम्बरमा ध्यान दिएर हेर्नु पर्यो f अफ gx निकाल भनेर भनेको छ अघि मैले के भने यो भन्नु र यो भन्नु के हो सेम हो र अब मैले के लेख्छु सुरुको फंक्सनलाई जस्ता तस्तै लेख्छु ब्र्याकेट भित्रपट्टिको जुन g छ त्यसलाई म ब्र्याकेट दिन्छु बाहिरकोलाई खोलेर र xg लाई नै दिन्छु ठीक छ भनेपछि यसरी हामीले यहाँबाट यहाँ गयौं अघि हामीले यहाँबाट यहाँ बुझ्यौं अब क्वेशनमा यसरी सोध्यो भने यहाँबाट यसरी यता जाँदाखेरि कसरी गर्ने रहेछ यो ब्र्याकेट्स बाहिरकोलाई उडाइदिने अनि भित्र g मा x राखेर के गर्ने त ब्र्याकेट राख्ने ठीक छ यसरी यो दुईटा भन्ने कुरा एउटै हो भने यसरी अप्लाई गर्दाखेरि यसरी अप्लाई गर्नु पर्यो ठीक छ अब f gx भन्नुको अर्थ के भयो त भन्दाखेरि अघि हामीले बुझिसकेको के थियौ भन्दाखेरि f भन्ने फंक्सन खोइ 2x + 3 यसको x को सट्टामा के राख भन्यो gx के राख भन्यो gx राख भन्यो f भन्ने फंक्सन खोज न f कहाँ लेखेको छ यहाँ अनि ब्र्याकेट भित्र के आयो यहाँ अहिले gx आयो भने यहाँ पनि के राख्नु पर्छ gx राख्नु पर्छ हो 2 * gx + 3 तर यतिकैमा हिसाब हाम्रो सकिएको चाहिँ छैन किन भन्दा gx को पनि आफ्नो भ्यालु छ यहाँ x - 1 हो 2 * gx बराबर छ नि त बराबर भनेपछि हामीले बराबरको भ्यालु gx को सट्टामा हामीले x - 1 पुट गर्न पायौं सब्स्टिट्युट गरे के
हो अब हामी के गर्छौँ यो x होइन नि इन्टु x मैले यसरी लेख्छु यहाँ स्मल x यसरी लेख्छु मैले उल्टो सुल्टो सी जसरी यो कट्टा भनेको चाहिँ के हो त मल्टिप्लिकेसन है ल 2 इन्टु x 2x प्लस 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 माइनस माइनस 2 1 is 2 प्लस 3 अब यहाँ कति आउँछ त 2x प्लस 1 आउँछ हो भनेपछि देयरफोर f अफ g हो लास्टमा चाहिँ यसरी लेख्ने कि सुरु कि यहाँ दिने यसरी लेखिदिने बराबर 2x प्लस 1 भनेर हाम्रो यो एन्सर आएको छ के गर्यो त हामीले अघि नै जुन एक्जाम्पल थियो हाम्रो यहाँ यतापट्टिको एक्जाम्पल यहाँ थियो नि है इनपुट यहाँ हामीले छोडेको थियौँ x जब gx हुन्छ भने कम्पोजिट फङ्सन यहाँबाट जन्मियो भन्ने कुरा हामीलाई थाहा भयो यहाँ यसपछिको कुरा चाहिँ हामीले त्यहाँ प्रोसेसमा गर्यौँ कि gx को भ्यालु त्यहाँ हाल्यौँ क्या gx पनि भ्यालु छ नि त त्यहाँ हाल्यौँ र यसैलाई नै हामीले कम्पोजिसन अफ फङ्सन अथवा कम्पोजिट फङ्सन भनेर बुझ्छौँ जसमा ब्र्याकेटभित्र आउने फङ्सन नै इनपुट भ्यालु हुन्छ अर्को फङ्सन बाहिरको फङ्सनको लागि र त्यसको पनि आफ्नै के आउँदो रहेछ त आउटपुट चाहिँ आउने रहेछ है भन्ने कुरा हामीले बुझ्यौँ यसरी गर्ने हो यो जसरी हामीले अघि नै 1 हाल्यौँ 1/2 हाल्यौँ n नेचुरल नम्बर हाल्यौँ sin x हाल्यौँ त्यसै गरी कुनै पनि फङ्सनलाई अर्को फङ्सन इनपुट छ भने त्यसको कुन चाहिँ भेरिएबल छ त त्यहाँ दिएको हैन डिपेन्डिङ भेरिएबल x हो त्यसमा हामीले के हाल्दिने त इनपुट भ्यालु हाल्दिने जबकि gx को भ्यालु x - 1 छ हुन त हामीले डाइरेक्टली यहाँबाट यहाँ जम्प हान्दा पनि हुन्छ हैन यसरी चाहिँ हामीले के बुझ्छौँ भन्दाखेरि x लाई एज अ इनपुट हामीले युज गरेका छौँ है भनेर चाहिँ हामी बुझ्छौँ क्लियरली किनकि x को सट्टामा gx आएको छ मतलब f भन्ने फङ्सनको इनपुट अब gx भयो के x को भ्यालु के आयो त यहाँ gx आयो भन्ने कुरा बुझ्यौँ कसरी बुझ्यौँ त f ब्र्याकेट भित्र जे देख्छौ नि तिमीले त्यो नै x को सट्टामा आएको भ्यालु हो इनपुट भ्यालु भनेर बुझ्ने के हैन यहाँ छ नि त f x लेखे चाहिँ ब्र्याकेट भित्र x छ x भनेको इनपुट भ्यालु भने जस्तो यहाँ पनि यसलाई हामीले यो लेख्न मिल्छ भनेर मैले भने अघि हैन सिम्बोलिकली यसको सिम्बोल हो यो है यसरी दुईटै हामीले के बुझ्छौँ त एउटै बुझ्छौँ के है त जस्तै 1 into 2 2 2 3 जा 6 आउँछ नि त कम्पोजिसन अफ नम्बर हो त्यो भने जस्तै गरी यहाँ चाहिँ हाम्रो मल्टिप्लिकेसन लेख्दैन हामीले यहाँ यस्तो ओ जस्तो लेख्छौँ स्मल ओ जस्तो लेख्छौँ जेरो होइन नि स्मल ओ जस्तो लेख्छौँ क्या यसलाई ठिक छ f बीचमा स्मल ओ जस्तो लेख्छौँ f अफ g जसले के बुझायो f र g को कम्पोजिसन अफ फङ्सन बुझायो ल अब हामी अर्को पनि पाटोमा जान्छौँ अर्कोमा चाहिँ के भनेको छ डबल आईमा भन्दाखेरि g अफ f निकाल्यो अलिकति ठुलो भएर के फरक पर्दैन है त्यो x भनेर भन्यो अब मैले के भने ब्र्याकेट सिफ्ट गर्न भनेको थिएँ नि अघि यहाँबाट अघि मैले ब्र्याकेट सिफ्ट त भनेको थिइनँ अहिले चाहिँ भने यो भित्रपट्टि सेकेन्डमा जुन फङ्सन देखाएको छ त्यसलाई ब्र्याकेट दिने क्या कसरी दिने त यसरी दिने x पनि त्यसैलाई नै दिने भित्रको फङ्सनलाई अनि ब्र्याकेट पनि ब्र्याकेट त्यसलाई ढाक्दिने अब g भन्ने फङ्सन के थियो अघि हाम्रो g भन्ने फङ्सन के थियो त x - 1 g को x भन्ने इनपुटको लागि सधैँ के भ्यालु रहेछ त x - 1 हुँदो रहेछ हैन भेरिएबल फर्ममा हो अन्त यहाँ पनि त भेरिएबलमै एन्सर आउने हो नि आउन त त्यही पनि अब gx मा x को सट्टामा के आयो इनपुट भ्यालु fx आयो भनेपछि हामीले g भन्ने फङ्सनको x इनपुटमा अब fx - 1 लेख्न पर्ने रहेछ भन्ने कुरा बुझ्नु पर्यो तर fx को आफ्नै भ्यालु छ के छ 2x + 3 अब यहाँ 2x + 3 - 1 यसलाई हामीले चलाएको थिएनौँ अब 2x + 2 अब यतिकै त छोड्दैनौँ नि त हामीले कमन लेखेर राखिदिउँ न हो देयरफोर के भयो त g अफ x के आयो त 2x 2 * x + 1 आयो यसरी हामीले कम्पोजिट फङ्सन बुझ्ने हो क्या के गाह्रो छैन गाह्रो केही पनि छैन एज अ इनपुट भ्यालु ट्रिट गर्न सिक्यौँ भने कम्पोजिट फङ्सन भनेको त्यति हो यति दुईटा एक्जाम्पलबाट क्लियर हुन्छ मजासँग है यसैमा सोध्ने नै यस्तै खालको क्वेसन हो अर्को इन्भर्सवाला लेसन पनि आउँछ इन्भर्सलाई बुझ्ने हैन अब कम्पोजिसन अफ फङ्सन बुझ्ने भनेकै सर्टकट मेथडै यही हो हैन अघि हामीले बुझिहाल्यौँ यहाँ इनपुट के भनेर बुझ्यौँ यहाँ है यो एउटा ट्रिकी वे थियो अब हामीले यसको डेफिनेसन बुझ्न मन छ भने कमेन्टमा भन है कमेन्ट गर म डेफिनेसन पनि बुझाइदिन्छु र इन्भर्स फङ्सनको पनि अब हामी भिडियो यहाँ अपलोड गर्ने नै छौँ है ल यसरी कम्पोजिसन अफ फङ्सनको हिसाब सल्भ गर्ने अब डेफिनेसन त खासै सोध्दैन हिसाब नै सोध्ने यसबाट ओके अब आजलाई यति नै गरौँ